सर्पले कुनै पनि पन्छीको अण्डा भेट्यो भने उसले सिधै निलिदिन्छ। तर पनि यो पन्छीको गुणलाई सर्पले चाहेर पनि भेटाउन सक्दैन, किनभने यो पेन्डोलिन टिट पन्छीले यस्तो अचम्मको गुण बनाउँछ जहाँ एउटा रुखको हाँगामा झुन्डिएको बेलुन जस्तो हुन्छ, ताकि चाहेर पनि कुनै पनि दुश्मनले यो पन्छीको गुणलाई नोक्सान पुर्याउन सक्दैन। तर पनि कोही सर्पहरू यो तरिकाबाट त्यो गुणमा जाने गर्छन्, तर यो गुणमा अण्डाहरू भेटिँदैनन्, किनभने त्यो गुणभित्र पुरै खाली नै हुने गर्छ सिर्फ सर्पको लागि। तर पनि त्यो पन्छीको अण्डाहरू सबै त्यही गुणमा हुने गर्छ र यो सर्पले देख्न सक्दैन, किनभने यो पन्छीले आफ्नो गुणमा जानको लागि दुईवटा पालहरू बनाएको हुन्छ, जहाँ अलग अलग गुणमा जानको लागि मुखहरू हुन्छन्। त्यस्तै एउटा गुण त्यो सर्पलाई बेकुफ बनाउनको लागि बनाएको हुन्छ र यसको जाने ठाउँ पुरै ओपन नै हुन्छ, तर आफू बस्ने ठाउँ भने बन्द हुने तरिकाले बनाएको हुन्छ, जसमा पन्छीका बच्चाहरू र अण्डाहरू एकदमै सुरक्षितसँग रहेका हुन्छन्।